भदौ 23 र 24 को जेन्जी आन्दोलनका बलमा फागुन 21 गते सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनको परिणाम आउने क्रम जारी छ। देशको अधिकांश निर्वाचन क्षेत्रहरूमा प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको अग्रता देखिएको छ। रासपाका सामान्य नेताहरूले पनि अन्य दलका वरिष्ठ नेताहरूलाई पछि पारेका छन्। चर्चित क्षेत्र झापा 5 मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पछि पार्दै रासपाका वरिष्ठ नेता बालेन शाह भारी मतले अगाडि छन्। काठमाडौँ क्षेत्र नम्बर 4 मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार पुकार बमले नेपाली कांग्रेसका उम्मेद्वार सचिन तिमल सिन्हालाई पछाडि पारेका छन्। प्रतिनिधि सभा अन्तर्गत चितवन 2 मा रासपाका उम्मेद्वार रवि लामिछानेले नेपाली कांग्रेसकी उम्मेद्वार मीना खरेललाई पछि पार्दै अग्रता बढाएका छन्। देशभरका निर्वाचन क्षेत्रमा सुरु भएको मतगणनामा प्रारम्भिक रूपमा 2/3 भन्दा बढी ठाउँमा रासपाले अग्रता लिएको छ। यस्तै चितवन 3 मा 2 महिला प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीबाटकै उम्मेद्वार रेणु दाहाललाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार सोभिता गौतमले अग्रता दिएकी छन्। हालसम्म मतगणना भएका क्षेत्रहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता दिएको छ भने अन्य धेरै निर्वाचन क्षेत्रमा मतपेटिका संकलन तथा सर्वदलीय बैठक जारी छ।